हेलो साथीहरू, आज चाहिँ मैले मिनी ब्लग सुरु गर्दैछु र मिनी ब्लगको डे 1 हो। अनि अहिले चाहिँ म अलिअलि हिँड्न सक्छु नि त, त्यही भएर चाहिँ मलाई एक ठाउँ बस्न बोर लागेर चाहिँ म यता ससुरालीतिर आएको थिएँ हैन। अनि हामी चाहिँ खाजा के खाने भनेर टक्क सोचिरहेको थियौँ र आलु उसिनिदिनु भएको रहेछ। अनि हामी चाहिँ त्यसलाई त्यत्तिकै भन्दा पनि अलि मिठो बनाएर खाऊँ भनेर चाहिँ अनि त्यसलाई टक्क साँधेर खाने भनेर बन्दासन्दा लिएर आएर अनि सबै काटेर हैन टक्क अनि गऱ्यौँ। त्यतिकैमा चाहिँ मासु आइपुगेछ फेरि हैन। हामी गर्दै थियौँ टक्क खसीको कि राँगाको मासु आइपुगेछ। अनि त्यसलाई हामीले राख्यौँ। त्यस पछाडि आलुलाई टक्क अहिले खानेलाई चाहिँ हामीले सुरु गर्न थाल्यौँ। त्यस पछाडि म चाहिँ मुख पुरै रसिरहेको थियो। त्यस पछाडि मलाई भोक लागिसकेको थियो नि त, त्यही भएर मैले चाउचाउ चाहिँ पहिल्यै खाइहालेँ हैन। अनि त्यस पछाडि प्याज स्याज काट्दै थिइन् कान्छीले चाहिँ। अनि हामीले टक्क सबै थरी हाल्यौँ भाँडामा। अनि त्यस पछाडि फेरि मैले चाउचाउ मागेर खाएँ। अनि मिठो थियो। त्यस पछाडि त्यो सानो पनिर चलाउने भनेर चाहिँ सानो पनिर रेडी गरेको थियौँ। त्यस पछाडि अमिलो समिलो सबै थरी हाल्यौँ, अचार सचार पिनेर हाल्यौँ। सानो पनिर चलाउन लागेको हुँदै भएन, त्यो भाँडोमा चाहिँ हामीले मिल्दैन। त्यस पछाडि फेरि हामीले कराईमा खनाएर अनि फेरि कराईमा टक्क लाएर मोल्यौँ। त्यतिकैमा फेरि अर्को मेरो पुन्टी साली पनि आइपुगिन् हैन। अनि त्यस पछाडि त्यति बेलासम्म चाहिँ अचार रेडी भइसकेको थियो। त्यस पछाडि चाहिँ मैले चाखेँ, यति मिठो थियो कि वाह वाह कुरै नगरौँ। त्यसपछि सासू आमाले पनि चाख्नुभयो। अनि कस्तो थियो भनेको मिठो छ भन्नुभयो हैन। अनि त्यस पछाडि कान्छीले र मैले पनि टेस्ट गर्दै खायौँ। फेरि नपुगेर ऊ नभएर हामीले पिरो चाउचाउ मोलेर खायौँ। ल आजलाई यति नै हो, बाई बाई।